शुभ बिहानी सबैजनालाई। आज चाहिँ म एन्जेलियाको रिपोर्टिङ गर्नको लागि के मलहरू कति मात्रामा लगाउनुपर्छ भनेर भिडियो बनाउन गइरहेको छु। भर्खरै एकजना बहिनीले मेरो नर्सरीबाट एन्जेलियाको बिरुवाहरू लानुभएको थियो। उहाँले रिपोर्टिङ गर्दाखेरि के मल र कति मात्रामा लगाउनुपर्छ त्यसको पनि भिडियो बनाएर हालिदिनु न दाइ भनेर भन्नुभएको हुनाले आज चाहिँ म भिडियो बनाउन बाध्य भएको छु। यहाँहरू पनि यदि एन्जेलियाको पारखी हुनुहुन्छ भने यो भिडियो हेरेर लाभ लिन सक्नुहुनेछ है त। यहाँनिर देख्दै हुनुहुन्छ यहाँहरूले भर्मी कम्पोस्ट, त्यस पछाडि यो काठको टुक्राहरू, त्यस पछाडि यो भनेको सयपत्री फुलको पत्ताहरू सुकेको छ जुन, यहाँ बालुवा, यहाँ खरानी, यहाँ कोइला, अनि त्यस पछाडि यहाँ अन्डाका खोका, अनि यहाँ चाहिँ लिपमल। हामी यति प्रयोग गरेर चाहिँ हामी यो एन्जेलियाका लागि रिपोर्टिङ मल तयार पार्छौँ है त। अब कुनको मात्रा कति लगाउने भन्ने कुरामा चाहिँ हामी यो लिपमल लगाउँछौँ 40%, त्यस पछाडि काठको धुलो भनेर यो जुन मक्किन आँटेको काठको धुलाहरू चोइटाहरू यो लगाउँछौँ 20%, भर्मी कम्पोस्ट लगाउँछौँ। यदि भर्मी कम्पोस्टको सट्टा तपाईँले गाईको पाकेको मलहरू पनि लगाउन सक्नुहुन्छ, यसलाई 30%। यो बालुवा लगाउनु पर्ने हुन्छ तपाईँले 5 देखि 10%, अनि कोइला लगाउन सक्नुहुन्छ तपाईँले 2%। त्यस पछाडि सयपत्री फुलको पत्ताहरू लगाउन सक्नुहुन्छ भने लगाउन चाहनुहुन्छ भने तपाईँले 2% यहाँ पनि, खरानी 0.5%, अनि अन्डाको खोकाहरू तपाईँले 0.5% देखि 1%सम्म लगाउन सक्नुहुन्छ। अब हामीले यसरी यो भर्मी कम्पोस्टलाई चाहिँ लिपमलमा यसरी मिसाउँछौँ। यसरी हामी अब ठ्याक्कै अन्दाज गरेर ठ्याक्कै प्रतिशत अब जोखेरै भन्दा पनि हामी अन्दाज गरेर हाल्छौँ, किनभने हामीले गरिराखेको हुनाले अन्दाज पनि छ। अनि त्यस पछाडि यो भर्मी कम्पोस्ट यसरी मिलाउँछौँ। अनि त्यस पछाडि यो काठको धुलो अहिले भनेकै आधारमा यो पनि प्रतिशतमा नै हाल्छौँ। अनि त्यस पछाडि भनेको यो बालुवा हाल्छौँ। बालुवा पनि यसो गरेर लगभग बालुवा साह्रै धेरै होइन र थोर पनि नहोस्। अनि त्यस पछाडि यति भइसके पछाडि बालुवा अलिक कम भयो जस्तो छ। बालुवा यति हालिसके पछाडि तपाईँ त्यस पछाडि हामी यो सयपत्री फुलको पत्ता अथवा त्यसको बोट भए पनि हुन्छ, टुक्रा बनाएर हाल्नुहोस्। त्यस पछाडि यो खरानी साह्रै धेर नलाउनुहोस्। खरानी सुरुमै धेर लाउनु हो भने तपाईँको बिरुवालाई नोक्सान पुर्याउँछ। खरानी एकदम कम। अब यो दुईटा कुरा जुन कोइला र यो अन्डाको खोका, यी दुईटा चाहिँ एकदम ढुट्याएर प्रयोग गर्नुपर्ने हुन्छ। तपाईँले सँगै लाउन सक्नुहुन्न। मसिनो टुक्रा बनाएर यसो गरेर यसरी टुक्र्याएर यसरी लाउनु पर्ने हुन्छ। अन्डाका खोका पनि तपाईँले यसरी नै यो यसरी टुक्र्याएर मसिनो बनाएर लाउनु पर्ने हुन्छ। यसलाई चाहिँ मजाले मोल्नु पर्ने हुन्छ। अनि फाइनली हाम्रो मल चाहिँ यसरी तयार भइसकेको छ। मैले मिक्स गरिसकेको छु। अब मैले यो बिरुवालाई एउटा गमलामा म रिपोर्ट गरेर देखाउने छु। अब यो गमलाको चाहिँ यहाँहरूलाई भनिराख्नु पर्दैन, यो ओभर वाटरिङ हुँदाखेरि जाने पलहरू चाहिँ हामीले अलरेडी नै धुलो पारिसक्नु पर्ने हुन्छ। त्यस पछाडि हामी यसरी रिपोर्ट गर्छौँ। सबभन्दा पहिले चाहिँ अब यो गमलाको फेदमा चाहिँ काठका टुक्राहरू लगाउनुपर्छ, जसले गर्दा चाहिँ यो ओभर वाटरिङ हुँदाखेरि जम्न नपाओस्। त्यो काठको टुक्राले गर्दाखेरि तुरुन्तै सिपेज भएर उदो जान सक्छ। त्यस पछाडि हामीले गमलाको आधा भाग जति चाहिँ अहिले रेडी भएको मल हामी भर्छौँ। त्यस पछाडि चाहिँ हामी गमला आधी भरिसकेपछि चाहिँ हामी यसरी यो बिरुवालाई हामी अलग्गै पहिलेको पटबाट यसरी अलग्गै निकाल्छौँ। हेर्नुहोस् है, यो चाहिँ एकदम सेन्सिटिभ हुन्छ। अलग्गै बिस्तारो त्यसलाई पिर नपर्ने गरी यसरी यो त्यसको पहिलेको कभर चाहिँ हटाएर यसरी निकाल्नुपर्छ। त्यस पछाडि चाहिँ निकालिसके पछाडि चाहिँ यो बिरुवालाई पहिलेको हामीले आधा भरेको गमला जुन चाहिँ मल माटो भरेका छौँ त्यसमा यसरी ठिक्क हुने गरी मिलाएर राख्नुपर्छ र त्यसको वरिपरि चारैपट्टि चेपमा यसरी रेडी भएको माटोलाई यसरी खान्नुपर्ने हुन्छ। तर धेरै खाँदो पनि हुँदैन, किनभने यो धेर खाँद्यो भने बिरुवाको जराहरू र हावाहरू
राम्ररी पास भएर जाँदैन। त्यही भएर हल्का तरिकाले यसरी राख्नुपर्छ। यति गरिसकेपछि चाहिँ लगभग यो रिपोर्ट सक्सेस भइसकेको हो। यसरी नै तपाईँहरूले पनि रिपोर्ट गर्नुहोस्। अनि रिपोर्ट गरिसके पछाडि चाहिँ कुन मितिमा मैले यो बिरुवाको रिपोर्ट गरेँ भन्ने कुरा चाहिँ टिपेर राख्नु हो भने तपाईँको यता कतै यसको ट्यागहरू बनाएर राख्नु हो भने चाहिँ मैले यो मितिमा यो बिरुवालाई चाहिँ यसरी यो काम गरेको छु यो बिरुवाको भनेर कुरा तपाईँलाई प्रष्ट हुन्छ। भन्दै मेरो भिडियो कस्तो लाग्यो र यहाँ प्रयोग भएका सबै सामग्रीहरूले के काम गर्छ भन्ने कुरा यहाँहरू कतिलाई थाहा नहुन सक्छ। यदि तपाईँले जान्न चाहनुहुन्छ भने कमेन्टद्वारा मलाई मेन्सन गराउनुहोस् ल। र अर्को भिडियोमा म तपाईँले यदि जान्न चाहनुहुन्छ, बुझ्नु नभएको कुराहरू केही छ भने र थप कुरा चाहनुहुन्छ भने चाहिँ म अर्को भिडियो बनाउने छु भन्दै यो भिडियोबाट म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।